यता बाबाआमा चाहिँ काम गर्ने, म चाहिँ भ्लग बनाउने होइन। टक्क लाएर काम गरेन भन्दै बाबाआमाको गाली खाँदै भयो भने फेरि म चाहिँ भ्लग बनाउन चाहिँ छोडेको छैन झ्याप्प लाएर। सो भ्लग बनाउनको लागि चट्ट लाएर आज चाहिँ म होइन यसो कपाल सपाल बाँधेर टक्क लाएर चाहिँ घरबाट होइन निस्केर ठुङ्गा डाँडा भन्छ ठुङ्गा डाँडातिर चाहिँ टक्क लाएर जाँदै थिएँ होइन। फेरि बमन चाहिँ उता काम गरिराख्नु भएको छ, म चाहिँ भ्लग बनाउनलाई हिँडिरहेको छु होइन। त्यही भएर अब भ्लग बनाउनु थालेपछि बनाउनै पऱ्यो, हजुरहरूलाई भिडियो देखाउनै पऱ्यो होइन। चट्ट यो खालको कपाल बाँधेर हिँड्दा त होइन नक्कली जस्तो पो देख्दो रहेछ हौ मलाई। टक्क भिडियो चाहिँ हेरिराख्नु होला होइन। हाम्रो भेडीखोरको भ्यू भेडीखोर गाउँहरू चाहिँ कस्तो छ म हजुरहरूलाई फेरि पनि देखाउने छु। हजुरहरू भिडियो चाहिँ लास्टसम्म हेर्नुहोस् ल हजुरहरू। झन्डै लडेको नि फेरि भिडियो बनाउँदै हिँड्ने क्रममा झन्डै लडिहालेको थिएँ म। गाइजहरूलाई हाम्रो भेडीखोर चाहिँ यस्तो छ ल, एकदमै हरियाली गरेर मकैहरू चाहिँ पुरा हरियाली भइरहेछ। यता फेरि हाम्रो बाबाआमाहरू यसो खेतीपाती यसो गोडमेल गर्दै हुनुहुन्छ है, म चाहिँ टक्क फेरि भिडियो बनाउँदैछु। सो यतातिर हाम्रो गाउँ एकदमै खुल्ला छ भने यतातिर फेरि एकदमै कुहिरो बब्बासँगले कुहिरो आइरहेछ ल। तर बाँकी यता फेरि एकदमै खुल्लासँग मौसम चाहिँ दामीसँग उब्रेको छ ल। यता चाहिँ फेरि खेतालो चलिरहेको छ। निकै नै सुन्दर छ हाम्रो भेडीखोर चाहिँ ल। चट्ट लगाएर हाम्रो भेडीखोरको चाहिँ घरहरू हेर्न सक्नुहुन्छ होइन। उसको घर कस्तो छ भनेर हेर्नु त एकदमै होइन राम्रोसँग जुम गरी देखाएको छु हजुरहरूलाई ल। हाम्रो भेडीखोरको घर चाहिँ होइन यस्तो प्रकारको हुन्छ होइन। गाउँघर पहाडतिर यस्तै त हो नि, घर सहर बजारतिर यसो के अरे पक्की घरहरू चाहिँ हुँदैन। हाम्रो यहाँको घरहरू चाहिँ यस्तै होला होइन, यस्तै घरमा बसिन्छ। यो चाहिँ फेरि हाम्रो घर हो। यो सब च्यान्टे काका मुन्टे काका भुन्टे काकाहरूको घरहरू यो सबै मैले हजुरहरूलाई जुम गरी देखाएको छु होइन। यो छेउछेउ साइड चाहिँ फेरि यसोतिर हेर्नु बाँदरले गरी अन्नहरू केही खानु नदिएर चाहिँ होइन बारी नै अहिले छोडेर यस्तो बाँझो छ पुरा हेर्नु जङ्गल फुलिसक्यो। यो चाहिँ खेतीपाती छैन, यो बारीमा चाहिँ के गर्नु रोप्यो बाँदरले खानु दिँदैन, गाह्रो छ नि हाम्रो भेडीखोरतिर। यो छेउछेउ साइडतिर त बाँदरले त यति नै धेरै दुःख दिन्छ नि हाम्रो भेडीखोरतिर होइन। के गर्नु बाँदरलाई नियन्त्रण गर्न नसकिने होइन। तपाईँको कति आउँछ कति खेती कमाइ त खानै दिँदैन भन्दा पनि हुन्छ। यो छेउछेउतिरको जग्गा हुनेहरूले त दुःख गरेकै भएर हुन्छ यो हाम्रो भेडीखोरमा। त बिचबिचतिर यो साइडतिर चाहिँ यसो अलिअलि बाँच्छन् होइन। खास यतातिर चाहिँ केही गर्दैन बाँदरले। चट्ट लाएर हेर्दाखेरि होइन मकैहरू अब चाहिँ लगभग रोपेको 6 महिना भयो। 6 महिनामा मकैहरू भर्खर अलिअलि यस्तो। यो चाहिँ फेरि किवी खेती हाम्रो भेडीखोरमा किवी खेती हो। यो चाहिँ एकदमै किवी खेती गर्नुभएको छ। हजुरहरूलाई यसो खानु इच्छा हुनुहुन्छ भने सम्पर्क गर्नुभयो भने भेडीखोरमा अवश्य नै पाउँछ किवीहरू। हेर्नुहोस् मकैहरू यस्तो छ होइन। टक्क हाम्रो भेडीखोर यस्तो रमाइलो घमाइलो छ नि होइन। तर अलिक बढी मात्रामा कहिलेकाहीँ यसो बर्खा लागेपछि जुका चाहिँ अलिक बढी नै लाग्छ क्या। घाँस काट्न गए नि जुका, बाख्रा चराउनु गए नि जुका, बस्तु चराउनु गए नि जुका होइन। यसो घर बाहिर निस्केर हिँडेपछि त जुक्कै जुका लाग्छ। हाम्रो भेडीखोर भन्ने ठाउँ चाहिँ यस्तो खालको छ ल। सो यतिन्जेलसम्म चाहिँ हजुरहरूले भ्लग चाहिँ हेरेर एकदमै धेरै मात्रामा सपोर्ट गरिदिनु भयो, थ्याङ्क यू भेरी मच। सो हजुरहरूले नि यसो सब्सक्राइब पनि गरेर सपोर्ट गरिदिनु होला हाम्रो भिडियोहरू होइन। यसो घरको आफ्नो आफन्तहरूलाई पनि यसो सेयर गरेर यसो सब्सक्राइब गरिदिनु होला, सेयर गरिदिनु होला, लाइक कमेन्ट गरिदिनु होला। हजुरहरूको एक सब्सक्राइबरले चाहिँ हामीलाई नै धेरै नै सपोर्ट मिल्छ भन्न चाहन्छु। सो अलिक कन्जुसै नगरी होइन तपाईँले सपोर्ट गर्दाखेरि होइन खास केही रितिँदैन क्या। मात्र एक क्लिक सब्सक्राइब गरेर चाहिँ हजुरहरूले सपोर्ट गरिदिनु होला।